ओइ रे केटी मिलाइदिन्छु राम्ररी कुरा गर। तपाई हो? हजुर हजुर म यो बस्नु न। ओए कस्तो राम्रो फिगर यार। घोस्टको कट्टु। आइ हो र देऊ न मलाई। अनि किन त लाजाको? मैले अहिलेसम्म केटीको कट्टु छोको थिएन। जिन्दगीमा पहिले चाहिँ देख्नु भयो होला हैन? हो नि कस्तो क्युट के। आज मैले टोयलेटमा हगिन। छिछि फक अब मार्यो यार यो मान्छेले मलाई। तिमी पो यो पेन्टीतिर जान्न जाउँछ है। तपाई हो? तिमी चाहिँ किन लजाको? छोरी मान्छेको जात कस्तो हुन्छ भने अलिकति लजालु टाइपको हुन्छ क्या। धेरै नलजाउ ल फेरि सबै खोल्लाउ। नै पर्दैन आजलाई पुगिसक्यो। झन् कस्तो मिलेको बढी भनेको त। जति बोका त्यति ठुलो धोका। साले पिटन किन छ यहाँ? अब बल्ल पो हुन्छ राम्रो डेट। तपाई चाहिँ को हो? यस्तै छ लाइफ आफ्नै मान्छेहरूले चिनेन। ए वेटर हो? ब्रो उता हेर त एकचोटि मेरो बेबीलाई। र दायाँ बायाँ यो खातेपाते कुराहरू चाहिँ म हेर्दिन। खुब देखाउला र हेरौँला भन्नुवालै। हेर्देऊ न ब्रो कस्तो हो र? को कहाँ छ कोही हेर्दैन म। हेर त छिटो न त तिम्रो म्यानेजरलाई बोलाउँछ है फेरि म। त मेरो पहिला डिगेर रोक तेरो त कम्प्लेन गर्छु आज म। थर्काएँ मैले, सरी त्यसको लागि, आइम रियली सरी। ल छिटो हेर त उता छिटो। ए मुकै छाड्दिनुस् गाली गर्दिनुस्। खुसी लाग्छ मान्छेहरूलाई देख्दाखेरि। अनि फेरि बढी पो बोल्छ। मैले त बबाल बोल्छु। तिमी खुसी छौ कि छैनौ? 2 शब्द भन्न पाए खुसी लाग्यो। उसलाई म सधैँ खुसी देख्न चाहन्छु। मेरो आमा बाउ खुसी छ? जाऊ न त भन तिम्रो मम्मी बाबालाई म आउँदैछु। थ्याङ्क यू। होइन वेटरले नै पो पठाउँछ कि क्या हो? अहिले भर्खरै घर जा भन् त म्याच सिक्ने। सरी यार मैले त तेरो तारिफ गर्नलाई हो पठाएको। ल अब त भन तिमीलाई कस्तो लाग्यो? एकदम बबाल छ, मार्क्समै पप लाग्छ भने यो। थुइया दामना। जाऊ भात लिएर आऊ मेरो लागि। डेटमा भात कसले खान्छ दुम्बा? मासु त खानै पर्छ। मासु भात नै लिएर आऊ न त। तपाईँ के भेन्डाको तरकारी खानुहुन्न? भान्टाको तरकारी कहिले खानु भएको छ नि तपाईँले? तिमीलाई चाहिन्छ भनेर नखान लाग्यो नि मैले। के भयो? मेरो औँला किन बाङ्गो छ गाइस? हात लामो गरिरहेछस् तेरो औँला जार्छु पक। मलाई भोक लागिसक्यो जाऊ त खाना लिएर आऊ। भात खान नपाएर कस्तो सिकान्छ। कस्तो मिठो छ यहाँको भात। त्यो झिँगाहरू वरिपरि भन्किन्छ अनि ग्याङ गर्छ त्यो झिँगाहरूले। छि भनेपछि त खान्न। अब खाइरह हुन्छु म त। कफी मगा त कुरकुरु। त चुप लाग्दा एकछिन। ए तिमीलाई होइन नि वेटरलाई हो कि? अनि भन तिमीलाई के खान मन छ? मेरो ओठ के साह्रो सुक्खाराम भएको यार, चुमा खान मन लागिरहेछ यार। अनि मेरो चिक्सहरूलाई मेरो सबलाई माया है। आई लभ यु। के हो ब्रो अर्काको केटी माथि उठालिन् तिमी? तेरो केटीले चाहिँ मेरो चुस्ने। जे पाए त्यही नबोले त्यहाँ मेरो केटीको बारेमा। केटी त मनै पर्दैन मलाई मार्क्स। अनि तिमी चाहिँ के हो? किस गर्दा झ्यापड हान्नुको सट्टो ब्याच सहित फर्काउने? सिचुएसनले नै यस्तो बनाइदिएको चिल टाइपको। चिलमा बस्ने हो ब्रो। ए मुजी धेरै ल्याङ नगर। भन त गोस्ट के खान तिमी? लाडु। तिमी भित्र जाऊ अर्कै वेटरलाई पठाऊ भात लिएर। टेन्सन हुन्छ। जाऊ जाऊ बोलाऊ। तिमी भन्दा त कमै टेन्सन हुन्छ होला। ओइ नबोला कि भिटे नै ठिक छ। कसलाई बोला छस् र अर्को? साकार इज बबाल। नै हुन्न साकार तिमी नै ठिक छ। ओइ सरी अब आबै सम्हाल। ओइ हेलो हेलो ओइ नजान। अब म संस्कारी भएर बोल्दैछु। तिमी त लास्टै छाडा रहिजाऊ। आफू जस्तो मलाई त्यस्तै सोच्ने। होइन राम्रो छौ तिमी। अनि अलिकति कसरी नराम्रो भने पनि नसहने टाइपको थियो क्या। What the fuck will you do? नाइस टु मिट यु। And right now, I just met some awesome people. होइन के हो ब्रो कपाल छ त भातमा? घोस्टको भुट्ला होला। कसले हो पकाएको यो? भिटिनले। अनि तपाईँको पढाइ कति? 12 पासु केही जब चाहिँ गरे छैन बेरोजगार हो। नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। ए तिमी नि बेरोजगार हो? मैले चाहिँ जब केही पनि गर्दैन। एउटा जब त गर्नुपर्ने हो के रे तिमीले? के भएको भाइ? के भएको? ए मैले तिमीलाई बोल्न चिने यो तिम्रो भिडियो होइन? यस्तो लाउनु। अनि यस्तो खातीहरूको काम छ हाम्रो देशमा। तिमी चुप लाग त ब्रो। यो मात्रै गरेको छु न मैले। ब्रावाला नि हेरेछु मैले। नराम्रो नसोचिदिनु होला। होइन ठिक छ किप वेयरिङ। आफ्नो ढाक्ने चिज ढाकेकै छु। त्यसको बुद्धि हेर त। थोरै थापेर बसेछु म। बुद्धि भनेको ब्रोले यस्तो छाडा भिडियो बनाउनु भन्छ क्या मलाई। सेम यार मलाई पनि कुरा मिल्ला जस्तो छ है हाम्रो। भ्लग बनाउन अहिले छोडिदिए यार म्याच सिक्ने मेरो कुरा गर्न थाल। कुरा त म गर्छु कपाल भएको भात लिएर आउने कस्टमरलाई। त्यस्तो भन्न पाइन्छ? जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर हिँड्नुपर्छ कि। तिमी खान्छौ त यो भात? सरी तर तिमी मलाई लास्टै राम्रो लाग्यो के? तर तपाईँको हेर्ने नजर राम्रो। हेर म्याच सिक्ने। खुब देखाउला र हेरौँला भन्नुवालै। मैले देखे रन्डीको बान। जिन्दगीमा पहिले चाहिँ देख्नु भयो होला हैन? के देख्यौ तिमीले? केटा हो। के रे केटा हो रे? ए लौ न हो त रहेछ। बुझिस केटा हो। कस्तो केटाको जस्तो खुट्टा हो त नि तिम्रो यार कति देर कपाल हो। यहाँ तलसम्म केटी बनाइदिएर अनि लास्टमा अलि टाइम नपुगेर केटाको जस्तो बनाइदिएको रे के। लाज लाग्दैन मुजी तिमीलाई? लाज किन पो भयो? तिम्रो पास्टको बारेमा बुझाउँ न त अब। धेरै थिए बोयफ्रेन्डहरु तर
कोही पनि टिकेनन् ए म टिक्छु नि थुइया दाम न होइन म टिक्छु भनेको के बुझिस तपाईँलाई साइज म्याटर गर्छ र तपाईँहरूले मलाई यस्तो क्वेसन गर्ने यस्तो क्वेसन गर्नुहुन्छ भन्ने मलाई सोचेकै थिएन होइन सोधिदिनु त ल छोतो मिठो होइन यस ठुलो छ म्याच सिक्ने आई लभ यु खोलेर देखाइदियो अनि तिम्रो ट्यालेन्ट चाहिँ के छ नि अग्ने ट्यालेन्ट मुड्ने ट्यालेन्ट हग्ने पाद्ने त्यो ट्यालेन्ट होइन त तिमीले भनेपछि त हो हगेको हेर्न पाउँछस् म्याच सिक्ने तपाईँहरूलाई कसैले ट्यालेन्ट छैन भन्यो भने त्यही भन्नु है तर हामीले ट्यालेन्ट रिस्पेक्ट ट्यालेन्ट अप्रिसिएट गरेर है कसैले रोकेर रोकिने चिज होइन यो खाएपछि मान्छेले हग्नु पर्दैन त आछि त गर्नुपर्छ तिमी डेटमा नि लुङ्गी लाएर आछौ त लुङ्गी पिसाब फेर्न सजिलो हुन्छ भनेर लाएको ए ल म नि लगाउँछु अब भनेपछि है आई लभ यु लभ यु टु अब केही फिजिकल एक्टिभिटी गर्ने हो कि जहाँ लभ हुन्छ त्यहाँ फिजिकल रिलेसनसिप हुनै पर्छ भन्ने छैन त्यो पनि माया प्रकट गर्ने एउटा ठुलो प्रक्रिया हो नि एकजनाले मात्रै जबरजस्ती गरेर हुँदैन क्या कहिले त नि भन न त तिमीले रिलेसनसिप भएर ब्रेकअप भएपछि ए ओके देन बिहेपछि है त ल के हुन्छ बिहापछि के हुन्छ त्यही त होला नि बट आई एम म्यारिड व्हाट थुक्क त मर रन्डीको छोरा डेटमा एक्लै किन आएको त नि बुढा लिएर आउनु एउटा विवाहित महिला भएर अरू केटासँग डेटमा आउन मिल्छ थुक्क थुक्क सोसाइटी बरु सिंगल नै ठिक छु म पागल निगेटी हो त्यो यो विमलको कुरामा विश्वास गर्दिन अब म तपाईँको चित्त दुखाए होइन चित्त दुखाए रे मान्छेको भावनासँग खेल्ने तपाईँ मलाई जे खेले त्यही राम्रो लाग्छ तिमीलाई त लाज लाग्नुपर्छ रेली रेली सरी चुप लाग प्र्याङ्क गरेको हो कि गाइज कस्तो नबुझेको र जिस क्या सोचेको छ म्याच सिक्ने तपाईँहरूलाई थाहा छैन मेरो एउटा छोरी पनि छ म अब जिन्दगीमा दुईटा केटीलाई माया गर्छु एउटा मेरो बुढीलाई अर्को बुढीलाई मम्मी भन्ने केटीलाई इन्टरनेसनल लभ कस्तो हुन्छ त माई फादर इज लभ गाइज फादर लभर